एभ्रिवान वेलकम टु माई मिनी भ्लग र सबैजनालाई स्वागत छ मेरो छिट्टो मिठो भ्लगमा। र हामी आज चाहिँ ओखरिया इन्टेक आएको। म चाहिँ सेकेन्ड टाइम आएको यता। फर्स्ट टाइम पनि आएको थिएँ, सेकेन्ड टाइम अनि दुईवटा दादा चाहिँ फर्स्ट टाइम रे। यता चाहिँ नेपालको झन्डा यता देख्न सक्नुहुन्छ। ओखरिया इन्टेक हो है ओखरिया। अनि यो चाहिँ गैडा, वाउ गैडा। अनि यो चाहिँ गैडा मेरो साथी, वाउ। अनि यो चाहिँ पानी हेर्न सक्नुहुन्छ। अनि यता चाहिँ गैडा। सो यहाँ मेरो बहिनीहरू छन्, यहाँ चाहिँ मेरो भाइ छ, यहाँ चाहिँ हामी घुम्न आएको गाइज। यस्तो छ ठाउँ, त्यही नै हो। यहाँ चाहिँ हाम्रो गैडाजी पनि हुनुहुन्छ। हामी चाहिँ माथि बेकारी आएको थियौँ। सो बेकारीमा चाहिँ म, मेरो भाइ अनि बहिनीहरू आएको छौँ, गाउँको बहिनी भाइहरू। सो त्यहाँ चाहिँ पिङ खेलिरहेछन्। ल यहाँ माथि चढ न चढ। ल म चढ्छु ल यस्तो गर्दा। पातो त्यही त भने जस्तै तातो छ गाइस। तर प्यान्ट लगास त जान। यसमाथि चढ्ने प्रयास गरिरहेको छौँ गाइस। सो त्यही नै हो। यता धेरै मान्छेहरू आछन्। पुरै यस्तो ठाउँ छ। यो ठाउँको नाम चाहिँ त्यहाँ नेपालको झन्डा। यो ठाउँको नाम के हो गरे पनि? इन्टेक। ऊ त्यो चढ्यो। यस्तो छ यो, यस्तो छ गाइस। पुरा यस्तो छ। त्यही नै हो गाइस। जम्प। अझै हामी पिङ खेल्न गइरहेको छौँ भन्नुपर्छ। अनि हामी चाहिँ बिहान घरबाट 7 बजे निस्कन्छौँ, 10 बज्यो। तर साइकलमा आएको। अझै मेरो बहिनीले भ्लग बनाउँछ। सो मन पऱ्यो भने लाइक गर्नु होला। के गरे? पवित्राको लागि लाइक गरिदिनु होला गाइज। अनि दुईजना भाइहरूको त हो अरे के। अब चाहिँ हामी पानी खान जान्छौँ गाइज। युट्युबमा चाहिँ सबैजना लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला है। अनि यता चाहिँ हामी चाहिँ पानी खान गइरहेको छौँ। यता चाहिँ दाइहरू हुनुहुन्छ, हेर्न सक्नुहुन्छ। गर्मी लास्टै छ गाइज, के गर्नु, हेर्न सक्नुहुन्छ। यता चाहिँ यस्तो छ भ्यूहरू। हेर्न सक्नुहुन्छ। म चाहिँ दिल बट मेरो दिल। सो गाइज बिहानबाट खाली पेट छौँ। भोक लास्टै लगाइरहेछ। पानी पनि पर्ने जस्तो भइरहेछ। अनि यतातिर यस्तो यहाँ पिकनिक खान आउने ठाउँ छ। के हो? कसको हो यो? नेपालको झन्डा। अब जाऊँ हामी। त्यही जमाना त कस्तो छ के छ। चलो देख्न सक्नुहुन्छ। यो चाहिँ बस्ने ठाउँ। यो चाहिँ मयूर, वाउ पिकक। यो चाहिँ नेपालको झन्डा। गाइजहरू हराएको मान्छे चाहिँ यिनीहरू।
भन्न कहाँ गर्नु अनि एउटा चाहिँ यो मान्छे हो अनि एउटा यो मान्छे हामी उसका पछाडि पछाडि आइगे नआउने अन्य कपडा सबै ल्याइसक्यो या नो सानो पानी हो कि या झन् सानो हो त्यहाँ माथि गएर कपडा सबै अगाडि आम्पको फाल्छ Hey guys, so अहिले चाहिँ हामी नाम लेखाउनु गइरहेको छौँ सो किन नाम लेखाउनु भन्दाखेरि चाहिँ खेतमा पानी हाल्नुपर्ने हुन्छ बर्खामा चाहिँ त्यो खेतमा पानी हाल्नुको लागि चाहिँ अब यो खोलाहरूको सबैतिरको यसरी बुझ्नुपर्छ क्या चारैतिर बुझेर चाहिँ अनि सबै गाउँ गाउँमा अनि सप्लाई हुन्छ हामी चाहिँ अब नाम लेखाउन गइरहेको छौँ बाटो चाहिँ यस्तो छ हेर्न सक्नुहुन्छ गाह्रो छ लास्टै अनि यता पनि नदी छ ट्र्याक्टरहरू लोड भइरहेको छ त्यही झाडले बुझ्नुपर्ने हुन्छ गाइस हामीलाई यहाँ भैमा ढुङ्गा कस्ता छन् क्या यो ढुङ्गाले गर्दा पनि हिँड्नै सकिँदैन गाइस मान्छेहरू हेर्न सक्नुहुन्छ हामी चाहिँ जान लाग्यो गाइस अब यो ठाउँलाई छोडेर ल अझ हामी जान लाग्यो यिनीहरूको जुगार गाइस जुगार त्यो साइकलमा हावै छैन क्या चाहिँ हामी घर पुगिसकेका छौँ भाइहरू बहिनीहरू आफ्नो घर गइसकेका छन् भोक लागिरहेको छ फर्स्टमा भात खान्छु अनि नुहाउँछु धुवाउँछु फ्रेस हुन्छु ब्लग मन पऱ्यो भने लाइक गरिदिनु होला च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला आउने नेक्स्ट ब्लगमा भेटौँला गाइस त्योभन्दा अगाडि यता रोपी पनि सकिहाल्नु रहेछ हाम्रो खेत त्यही नै हो गाइस पछि भेटौँला आउने नेक्स्ट ब्लगमा थ्याङ्क यू फर वाचिङ